भाग्दिनँ भगवान कसम भाग्दिनँ म यिनीहरूले मलाई चिनेकै रहन्छ मान्छे भाग्ने ठाउँै मैले देखेको छैन म कहाँ भाग्छु म भाग्दिनँ आयो तेरो सर बाटो काली कर आयो तेरो सर बाटो काली कर त्यो एउटा बाहुन छ क्या यो बाबुराम भन्ने डक्टरले गरेको बाहुन नि क्यार 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 गरेर चाहिँ कानका जरा फुट्ने गरिदिनु पर्ने क्या लाग्नु मेरो अगाडि पर्यो भने त नि मेरो अगाडि पर्यो भने म 3 इन्ची सार्ने गरी तपाईं आफ्नो लोन तिर्न चाहनुहुन्न त्यसैले छोटो शब्दमा बोल्नुहुन्छ होइन त आज कति दिनदेखि तिर्नु भएको छैन होइन तपाईले सेना खडा गर्नुभयो मैले बैंक वित्तीय संस्थाबाट गर्छु तपाईँ पनि छ भने गर्नु न वर्षपछि बिल आएपछि कुलमान आएपछि बिल आउँछ भने कसरी थाहा हो अब एकजनाको टाउको सड्किन्छ अनि बिल आयो अरू आउँदाखेरि बिल आएन मिलाएको रहेछ कि रहन्छ यहीँबाट प्रुफ भयो यो कसरी प्रुफ भयो दाजु तपाईँहरूले नेपालमा भनेर हुँदैन हेर्नुहोस् यसरी लान्छन लगाएर हुँदैन मेरो दाजु तपाईँहरू 15-16 परिवार छ कि तपाईँहरूले नेपालमा आएर 2 नम्बरी मात्रै गर्न सिकाउनु भयो क्या यो वाहियात कुरा हो के अब ऋषिजी तपाईँले बुझ्नुभयो नि उगु बोक्दा पनि काम लागेर जुलबी हाल्दा काम लागेको त कति दुखी मान्छे उगु पनि बोक्दा छ रुपी पनि छ बिउ पनि काट्दैछ एक भोर्दैछ चटपटे पनि बनाइदिएछ अँगालो पनि मार्दैछ चुम्मा पनि खाइदिएको छ बोलेको ग्रुपको भूमिका छ यो सुन्नु न म डडेलामै बोकेर हिँड्छु दाजुलाई त्यसमा मेरो आपत्ति होइन डिबेटको कुरा हो कुरा के हो भनेदेखि नि आज उहाँहरू यत्रो लगानी गरेर मैले रोजगारी सृजना गरेँ भन्नुहुन्छ आज 2 करोड 90 लाखमा 1 करोड 40 लाख मेरो युवा चाहिँ किन विदेशमा छ सक्छौ दम छ भने केपी प्रचण्ड शेरबहादुर माधव कुमार नेपाल छ नि त गनाउने ठुस्स परेको मुख म बाहिरबाट कृषकले पाउने लोन पनि तपाईले चलाइदिने भाइ कहाँ चलाएको छ नचाहिने कुरा नगर्नुहोस् न यार अनि कृषक झुनिएर मर्ने फेरि यस्तै हैन कृषकले पाउने ऋण पवन गोलेले चलाएको छ त्यो आधार छ अनि उहाँले भन्नुभयो त कृषिमा मैले लगानी गर्नु हुँदैन कृषिमा लोन लिनु हुँदैन लगानी गरेको नि राम्रोसँगले लगानी गरेर निकाल्नुस् न त पवन स्ट्रबेरी भनेर आओस् न काठमाडौँमा कोही त आउँदैन वयस बस्नेट नि केटीसँग रङ्गोली खेल्ने ऊ सारा महिला पेट बसेका आइनेसँग महिलाहरूसँग पेट बसेका महिलाहरूसँग नि नानी पाएका महिलाहरूसँग घुम्ने ऊ पाहुना लाने खालको मान्छे होइन यो मान्छेलाई पाहुना भएको भने नि घरमा सिधै श्रीमतीहरू महिलाहरू सुरक्षित हुँदैन यहाँ तपाईँको मैले अहिले आएर हेर्दाको सबै स्थिति हेर्दाखेरि मलाई पैसा दिनु ठुलो कुरो होइन मेरो छोरीले तपाईँलाई मैले अहिले पैसा दिएँ भने नि त्यो गलत कुरा हो मेरो छोरीले के भन्छ जहिले भने नि बाबा सजिलै दिनुभयो सजिलै सक्छ तपाईँ जाल दिनुहोस् न माछा मारेर खान्छ तपाईँ झालै दिनु हुँदैन मैले तपाईँलाई जाल दिन खोजेको सर मलाई जाल दिनु सुनको दिनुहोस् न सुनको जाल दिएर अर्थ लाग्दैन नि तपाईँ त्यही गएर भुलिनु भयो भने नि त्यो तपाईँ एक दिन हिँड्नु न म तपाईँलाई सुन भएकै ठाउँमा पुर्याइदिनु क्या बात है सर क्या बात है सर क्या बात ये बात है तपाईँ र म एउटै ठाउँ होइन जन्म दिने बुवाले सम्भोग गर्दाखेरि जसरी गर्नुभएको त होइन त्यही ठाउँबाट जन्मेको तपाईँ पनि जन्मिनु भएको म पनि जन्मेको हो नि तर म आज 5000 मान्छेलाई रोजगारी दिँदैछु तपाईँ मसँग के भन्नुहुन्छ मलाई सुन भएको ठाउँमा पुर्याइदिनु न भन्नुहुन्छ म सुन भएको ठाउँमा मलाई जानु नै छैन कुरो बुझ्नु होइन फकाइ सुशीला कार्की लगाएर भड्किलामा हालिदिन्छु यसो गरेछन् क्या केपी ओली गएपछि नि हेत्तेरिका ओलीजी तपाईँलाई थाहा नै छैन भित्र कपी सपी मगाएर यी त सबै सिआइएका एजेन्ट पनि रवि बालनले कहाँ तिर्छन् यिनीहरू फेसबुकमा यसो तपाईँको सङ्गठन त 100 सिट पुलिस र आर्मी इन्टेलिजेन्सको 100 सिट यहाँ अब प्रचण्डलाई फेरि उचाल्दैछ तपाईँको त 50 सिट तपाईँ नै हो प्रधानमन्त्री अब उसलाई पुग्यो यति हो सिट हेर्नुहोस् है अब गवन थापालाई पार्टी फुटाएर आइज प्लान छ नि त उता पार्टी फुटाएर आइज भयो ऊ पनि गयो कसेर प्रधानमन्त्री हुनलाई कुर्ता सुरुवाल त कति सिलाएको छ अघिल्लो
बार गगन सरकार भनेर साराका सारा भाइ साराका सारा कुर्ता सुरुवाल कति सिलाएको त्यो मधेसमा यता गयो गाम्चा बेरेको छ उता गयो गाम्चा बेरेको छ नम पछिले पिङ्का 100 झड्का भने जस्तो नि दुर्गा परसाई पनि अ काइन्ड अफ नेतै हुन् चाइनिज नाम लोन लिखा झिलको पनि नाम के हो तपाईँलाई थाहा छ ल राखिदिनुस् त उहाँलाई पनि नाम बुढी छोड्दै डिभोर्स गर्दै जा आफ्नो घर नसम्हाल जा एउटा फेरि राप्रपा भन्ने पार्टी छ राजा र हिन्दू राज्य देखाएर रोटी साट्ने ओइ कस्ता 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 कुपुत्र जन्मेको हो यो धरतीमा ढाँट्नु पनि कति ढाँट्नु भनेको उता सडकमा राजा र हिन्दू राज्य चाहियो भन्छ यता आएर गणतन्त्रमा भोट मागेर हिँडेछ भोट पारेर दिनुपर्छ क्या लाटले तपाईँले किन नआनेको तपाईँलाई म भन्नु अब उहाँहरूलाई यसरी छाडा छोडिदियो भने नि नेपालीहरूको हातमा लोटा हुन्छ उहाँहरू आउँदा लोटा लिएर आउनुहुन्थ्यो त्यही लोटाले पानी खानुहुन्थ्यो त्यही लोटाले धुनुहुन्थ्यो यो कुरो लेखेर राख्नुहोस् उहाँहरूको हातमा अब नेपालीको हातमा लोटा हुन्छ उहाँहरूको हातमा पैसा हुन्छ पैसा लिएर पैसा तसँग पैसा मसँग उहाँहरू कति सार्वजनिक रूपमा माफी माग्नु पर्छ सार्वजनिक रूपमा तपाईलाई म माफी मगाउँछु लगानीकर्तालाई त हाम्रो देशमा बोलाइरहेको छौँ भारतको चाइनाको अमेरिकाको सिकाउनु न हौ धमलाजी म पनि अलिक त्यो गरेर एउटा उद्योगपतिले देशमा मेरा साथीहरु मारवाडी गर्दै हुनुहुन्छ यो मारवाडी तपाईलाई मसँग चित्त बुझेको छैन मारवाडीलाई किन भन्नुहुन्छ तपाईँ मारवाडी नै भन्नु नहुने भाषा हो त मारवाडीलाई दुध बेच्छु मारवाडीको यो यस्तो भन्न मिल्दैन नि यो भन्न मिल्दैन मारवाडीले के गरेको छ भन्ने कुरा हेर्नु पर्यो नि मारवाडीले त गरेको छ त बाल मन्दिर खाएको छ पशुपतिको त्यो खाएको रहेछ म नेपाली म पनि नेपाली हो मेरो देश हो तपाईको माया मेरो देश हो तपाईको माया छ यस्तो साह्रो लुट्नु हुँदैन के लुटे